बल्ल कोसी ब्यारेज तर्ने। हेलो फ्रेन्ड, हामी एचसिएल को कामबाट 2 दिन अगाडि निस्केको हो र अहिले हामी यो कोसी ब्यारेज तपाईँ हेर्न सक्नुहुन्छ। कोसी ब्यारेजको नजारा र हामी एचसिएल को साथसाथ यो कोसी ब्यारेजको नजारा पनि हेर्ने मौका पाएका छौँ। हामी बहुत भाग्यमानी छौँ। एचसिएलले गर्दा हामी सबै साथीहरू, हाम्रो टिम वीरेन्द्र सरको टिम यहाँ हामी आएका थियौँ मोरङ, र मोरङमा मिटिङ गरेर एकदम राम्रो शानदार मिटिङ भयो र 10 जनाको जोइनिङको साथ 1000 पिभी गरेर त्यसपछि फेरि कोसीको ब्यारेजको पनि नजारा हेर्दै हामी अगाडि बढिराखेको छौँ। तपाईहरु हेर्न सक्नुहुन्छ र यति खतरनाक पुल रहेछ यो हेर्न सबैजना चाहनुहुन्छ भने यहाँ आउन पर्छ। समुद्रको छाल हेर्नको लागि समुद्रको छेउमा आए जस्तै तपाईहरुले कोसी ब्यारेजको नजारा देख्नको लागि कोसी ब्यारेजमै आउनु पर्छ, तब मात्रै यसको आनन्द लिन पाइन्छ। र हामी एकदमै फुल इन्जोय गरिरहेछौँ यो कोसी ब्यारेजको। तपाईहरु यहाँ आइसकेपछि यकिन गर्न सक्नुहुन्न, विद्यार्थीहरू पनि यहाँ हेर्न सक्नुहुन्छ। तपाईहरु यहाँ अवलोकन गर्नको लागि ठाउँ ठाउँबाट विभिन्न पर्यटकहरू यहाँ आउँछन् र कोसी ब्यारेजको नजाराको चाहिँ फाइदा उठाउँछन्। त्यसकारणले तपाईहरु पनि नचुकिकन आफ्नो बिजनेसको साथसाथ र इन्जोय पनि अवश्य गर्न चाहिँ आउनुस् भन्न चाहन्छु। र घर नछोडिकन केही पनि गर्न सकिन्न, त्यसकारणले पहिला घर छोड्न सक्ने हुन पर्यो। हस् त, धन्यवाद। विश यू वेल।